बच्चालाई गाह्रो हुँदा सधैँ दाँत आउनुलाई मात्र गाह्रो हुँदैन रहेछ के। छोरोलाई 3-4 रातदेखि होइन राति गाह्रो हुने, दुख्ने, अनि चिडचिड हुने, रिसाउने, अनि बुबु खान खोज्ने, बुबु खान पनि नसक्ने यस्तो गइरहेको थियो है। अनि 4th डेमा चाहिँ उसलाई फिभर आयो, एकदम हाई फिभर 101 नै फिभर थियो होइन। फिभर डाउन हुँदा पनि ऊ नखेल्ने कि ऊ चिडचिड हुने, नर्मली चाहिँ एकदम खेल्ने बच्चा है। ज्वरो ओर्लिँदाखेरि पनि ऊ नखेल्ने। अनि रातभरि त ज्वरै डाउन भएन, फ्राइडे नाइट त रातभरि ज्वरै डाउन भएन, रातभरि फिभर छ। कोल्ड स्पन्जिङ गऱ्यो, पानीपट्टि पनि लगायो होइन, अनि फिभरै डाउन भइरहेको छैन। त्यस पछाडि डक्टरलाई कन्सल्ट गर्न गयौँ होइन, ज्वरो डाउन भइरहेको छैन। हामीलाई त अब र्याल आइरहेछ, इरिटेट भइरहेछ, चिडचिडा भइरहेछ, दाँत आउँला होला भनेर बसिरहेको थियौँ। तर अब होल नाइट ज्वरो आएपछि त डक्टर देखाउनु परिहाल्यो, नहुन नि सक्छ भनेर। अनि डक्टर देखाउँदाखेरि त उसको मुखभित्र चाहिँ घाउ आएको रहेछ क्या, सानो सानो खटिरा, यहाँ नि खटिरा, अनि भित्र त्यो तालुमा, भित्रपट्टि तालुमा च्यापुमा पनि खटिराहरू आएको रहेछ है। अनि त्यो चाहिँ भाइरल इन्फेक्सन रहेछ। अब हामी नर्मली बच्चालाई गाह्रो भयो भने चाहिँ तितिङको लागि भनेर चुप लाएर बस्छौँ, अथवा तितिङले गाह्रो भयो भनेर चिसो लगाइदिने अथवा काम गर्ने कोसिस गर्छौँ। तर सधैँ त्यो दाँत दुखेर मात्र बच्चालाई गाह्रो हुने होइन रहेछ भन्ने कुरा चाहिँ अब हुन्छ नि, अलिकति स्ट्राइक भयो क्या। नर्मली चाहिँ यो एजमा चाहिँ बच्चालाई गाह्रो भयो भने दाँत दुखेर मात्र भन्ठान्छौँ। त्यही भएर आफू कुनै कन्क्लुजनमा आउनुभन्दा अगाडि चाहिँ डक्टर देखाउनु चाहिँ एकदम जरुरी छ। अनि यो चाहिँ एकदम स्पेसल रिक्वेस्ट मम्मीहरूलाई, एउटा प्यारासिटामोल निको खुवाउँदै हुनुहुन्छ भने पनि आफ्नो मर्जीले नखुवाउनु होला, डक्टरलाई कन्सल्ट गरेर मात्र खुवाउनु होला। किनकि त्यसको डोज हुन्छ होइन, कन्सन्ट्रेसन हुन्छ, डोज हुन्छ, त्यो मिलाएर खुवाउनुपर्छ। आफ्नो मर्जीले चाहिँ औषधि कहिले पनि नखुवाउनु होला।